नयाँ भनेर किन्नु भएको ल्यापटप कतै रिफर्बिस पो रहेछ कि भन्ने टेन्सनमा हुनुहुन्छ भने हैन, टेन्सन लिनु पर्दैन। आलमटेकले आज यो डट क्लियर गर्नेछ तपाईलाई। यो 5 वटा पोइन्ट हेरेर तपाईले ल्यापटप किन्नु होला एन्ड त्यो पोइन्ट तपाईले आफै चेक गर्न सक्नुहुनेछ। त्यो एकदमै इजी छ। अब तपाईले नयाँ ल्यापटप किन्दै हुनुहुन्छ भने हैन, अब ल्यापटप चाहिँ अब नेपालमा जति पनि आउँछ सबै तपाईको सिलो पनि आउँछ। त्यो किन आउँछ भने वारेन्टी स्टिकर लगाउनको लागि। तपाईले चेक गर्नुपर्ने मेन कुरा चाहिँ यहाँको तपाईको यो ल्यापटपमा भएको सिरियल नम्बर एन्ड बक्समा भएको सिरियल नम्बर चाहिँ म्याचिङ हुनु पर्यो, सेम हुनु पर्यो। ल्यापटपमा भएको स्पेक र बक्समा भएको स्पेक पनि सेम हुनु पर्यो। एन्ड सेकेन्ड पोइन्ट, यो ल्यापटपको तपाईले सिरियल नम्बर सेम अथराइज यसको तपाईको लेनोभोको अथराइज वेबसाइटमा गएर तपाईले हालेर चेक गर्न सक्नुहुन्छ। इफ ल्यापटपको सिरियल नम्बर त्यो वेबसाइटमा डिटेक्ट भइरहेछ र ल्यापटप तपाईको देखाइरहेछ भने त्यो जेन्युन हो। इफ देखाएको छैन भने त्यो रिफर्बिस हो। एन्ड थर्ड पोइन्ट, ल्यापटपको तपाईले पोर्टहरु चेक गर्नु होला हैन। इफ युज ल्यापटप हो या रिफर्बिस ल्यापटप हो भने यहाँ तपाईको कतै न कतै अलिकति युज भएको जस्तो देखिन्छ या खिया लागेको जस्तो देखिन्छ हैन। अनि स्क्रु पनि हेर्न सक्नुहुन्छ। स्क्रुमा पनि हेर्नु होला राम्रोसँग हैन। इफ रिफर्बिस हो, युज हो भने स्क्रुमा पनि कोरेको जस्तो देखिन्छ है। फोर्थ पोइन्ट, तपाईले ल्यापटप ओपन गरेर यसको ब्याट्री हेल्थ हेर्नुस्। इफ ब्याट्री हेल्थ धेरै नै युज भएको जस्तो देख्यो भने त्यो किन हो भनेर क्वेसन गर्नु होला हैन। नयाँ ल्यापटपमा ब्याट्री हेल्थ 99% नै देखाउँछ। एन्ड नेपालमा कतिपय पसलले तपाईलाई 2 वर्ष वारेन्टी, 3 वर्ष वारेन्टी, 1 वर्ष वारेन्टी भनेर क्लेम गर्छन् हैन। अब त्यो चाहिँ तपाईको त्यो वारेन्टी चाहिँ शपको वारेन्टी हो कि डिलरको वारेन्टी हो। इफ अथराइज प्रडक्ट हो भने चाहिँ तपाईले डिलरकै वारेन्टी पाउनुहुन्छ। त्यसमा तपाईले 3 इयर्स वारेन्टी पाउनुहुन्छ या 2 इयर्स वारेन्टी पाउनुहुन्छ। एन्ड यस्तै ल्यापटप बाइङ गाइडको लागि आलमटेकलाई फलो गर्नुहोस्।